हातको औँलाले नै ग्यास बन्द गर्न सक्छौँ। यदि पाइपबाट आग लागेको छ भने पाइप नै बन्द गर्न सक्छौँ हातको औँलाले नै। एकदम सजिलो छ, डराउनु पर्दैन। मात्र ख्याल गर्नुपर्ने कुरा चाहिँ ग्यास जता बलिरहेको छ त्यता बस्नु हुँदैन, अगाडि बसेर निभाउनु चाहिँ हुँदैन। अर्को चाहिँ हामीले घरेसी रूपमा यदि हामी चाहिँ त्यहाँ जान डरायौँ अथवा त्यो नजिक जान हामीलाई डर लाग्यो अथवा हात छिराउने ठाउँ छैन अथवा हाम्रो शरीरमा भएको कपडाले त्यहाँ नजिक जान दिँदैन भने घरमा यो ग्यास सिलिन्डर छोप्न मिल्ने बाल्टीहरू केही छ, डेक्चीहरू केही छ भने त्यसले छोप्यो भने यसले अक्सिजन पाउँदैन, आगो निभ्छ। यसले बाल्टीले छोप्दा चाहिँ माथिबाट एकैचोटि झप्प छोप्नुपर्छ। अब यस पश्चात चाहिँ यो हामीले रेगुलेटर बन्द गरिदिन सक्छौँ। अब हामी त्यो गर्न नि डर भयो, हामीसँग बाल्टी छैन र नजिक जान डर छ भने हामीसँग भिजेको कपडा, हाम्रो मन्डी हुनसक्छ, ब्ल्याङ्केट हुनसक्छ अथवा बाक्लो पछ्यौराहरू हुनसक्छ, त्यसलाई प्रशस्त पानीले भिजाउने, पानी चुहिएको भए नि हुन्छ र यसलाई राम्रोसँग बेरिदिने, सिलिन्डरलाई राम्रोसँग बेरिदिने भने आगो आफै निभ्छ। यो निभिसके पश्चात यसलाई दपेट्ने भन्छौँ हामी, घुमाउने, घुमाएपछि रेगुलेटर बन्द गरिदिनुपर्छ। विपदबारे चासो राखौं, चनाखो बनाऊ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण।